यसरी हो कि छोडा यताले सुनाउने खान नखाने मान्छे होइन म बोलिदिन्छु कि नखाने मान्छे यस्तै पाराले आउँछ कि जोइन हुँदो रहेछ खोलिसक्यो यहाँ त क्यारो गर्छ कि बाइक सबैलाई स्वागत छ आज हाम्रो भिडियोमा। आजको उद्देश्य छ हाम्रो अजय दाइको छोरीको न्वारानमा बोलाएको थियो। सो टु स्ट्रोक फ्यामिलीलाई सो वी अल आर गोइङ। ओए आमा उडाइदिने हो क्या। डिस्काउन्ट हुन्छ होला नि अलिअलि होइन अब यो च्याप लियो तिमी खतरा हात है। एउटा पाताले दिनु गर्मीलाई अन्त बच्चालाई त जाडै त्यसै हुन्छ होला है। मलाई त थाहै नै त ठिक्क ठिक्कको हामी बाउहरू धेरै छ कि फेरि छोरी एउटा बाउहरू धेरै छ है। कति धेरै बाउ यहाँ यो ठिक छ है। ठिक छ यो पातलो अलिक गर्मीमा ठिक हुन्छ नि त होइन। अनि यो भित्र केही ऱ्यापिङ उस गरेर फेरि गरिदिन्छ नि त नानीलाई त। ए ल कसरी छ नि यसको आज कति हो यसको 1095 ल डन। ल यो दुईटा गरेर कति हुन्छ अनि यो एउटा अनि त्यो बोतल नि छ होला नि त निपल साइज बोतल त किन पर्यो ए दिदी हुन्छ नि निम्पल पर्दैन त्यो बोतल पर्दैन आमाको दुध धेरै भयो भन्दै थियो। चस्मा त अन्धको जस्तो छ चस्मा भनेको अन्धकै हो नि आजकल होइन त्यो बाटोमा हिँड्दा धुलो पर्दैन नि त आँखामा त्यही भएर त्यो किन ए दाइ जुत्ता त किन्दैन त हामीले त होइन जुत्ता लाउनु बेला भएन यस्तो यो नि त्यो काम छैन लिदिउँ न हाम्रो नि चिनो हुन्छ कस्तो पानीहरू कहिले अब ठुल्ठुलो भइसक्यो अनि यो लगाइदिने एउटा युज हुन्छ भाइले भनेपछि हालिदिने हो कि दाइ लोसनहरू पर्दैन लोसनहरू तोरीको तेल लाएर हुर्काउँछ नि अझै तोरीको तेल लाएर माडेर हो क्या यो किने बाबु यो एउटा ए मलाई त्यसो मिलाइदिनुहोस् पैसा डिस्काउन्ट हुन्छ हजुर
ओइ जग्गु टोपी राम्रो रहेछ है फेरि हाम्रो लाग्यो क्या जे भन्नु पनि त लाउनु ब्याट्री सक्यो के एकल त्यस्तै छ होइन अफ भइदिँदा कि गायब भयो यारहरू त ट्राई गरेको कि मैले कि कतिको कुद्ने रहेछ यो बाइक आज हेर्छु भनेर डबल उसले फोटो खिचिदेऊ न मे गरेको दोस्त ए बाबु दोस्त रे खिचेकै खिचेको फोटो कसँग आएको मम्मी हो र के छ भाइ उयो लागि पायो नि हो त्यो उसले पाएन कि कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन नाच्दिउ ओइ स्पिकर बजाउन नाच्दिउ एक्ला त ओइ नानीलाई झ्याउ हुन्छ नि त एक्ला त नाच्न पर्छ है यहाँ हेर न तिमीलाई हेर न यहाँ बधाई दिन हेर न प्लेनमै आइगयो साँच्चै प्लेन भन्दा कहाँ कमजोर रकेट हो नयाँ उस छ त ढिक्का छ हात मिलाउ कङ्ग्रेचुलेसन त पुरानो हाल्थ्यो हजुरले एउटा छिट्टै ल्याइदियो म बेलुका यसो नि आगो छोड्दैन बोल्छ त्यस्तै छुनै पर्दैन क्या हो बाई 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 कङ्ग्रेचुलेसन भाइ नानीलाई गयो भन्दै है सुते खा होला है त्यही त आन्टी लाग्यो है त
बट्टा उठायो पहिला म मर्निङ वक कार्की डाँडा चढ्दा त यस्तो उकालो त इजी लाउँछ अगाडि होला नि त हेलो होइन अलि अघि 10 वर्ष अगाडि मर्निङ वक गइन्न टाइम पनि हुनु पऱ्यो गाह्रो म नि भोलिबाट त मर्निङ वक जानु पऱ्यो पहिरो यस्तो मेरो भन्दा नि न त आफूलाई चलाइराखेर अरूको चलाउँदा त राम्रो लाग्छ क्या अनि फेरि हाम्रो अरूले चलाउँदा दामी छ स्पार्कै फाल्यो होइन पुरै तल हाल्यो भने लाग्छ कि त फेरि पुरै तलले खान्छ फेरि जाने हो त्यसरी डेन्जर तल मेरो भन्दा छ पावर धेरै तल अनस्लिप ब्लक हो नि त यो अनस्लिप हाले हो ठिकै छ तिमीले हाफ क्लच चलाउँछ नि त फेरि भाइ कति नर हो मलाई त अनिसको हेर्दा ठिक लाग्छ झिप झिप भन्दा नि हुन्छ खासै सेतो चाहिँ बोल्छ दाइ तर देख्दै देख्दैन कि बाटोमा फेरि कति तल जाने रे कि हान न एक सर्ट हो नि त आउँछ दाइको त्यसले स्टार्ट गर्ने हुन्छ त त्यसले पास भनेको उयो भाइले यो चाहिँ टायर चाहिँ खतरा कम्पनीको हालेको रहेछ मेरो गाडीको टायर ज्याकले के किन हो स्टार्ट नहोस् साउ नचिनेको पावर नभए जस्तो उडाउँछ कस्तो हान्ने लाग्यो त हान्ने त खै जहिले हानेको नि स्टार्ट म त हानिहाल्छ न्युट्रलमा छ भाइ कसले सक्छ मेरो बाइक स्टार्ट हान्नु मेसो त ल्याउँछु कि मैले न्युट्रलमै नरहेछ स्टार्ट भइसकेको बाइक न न्युट्रलमा कहाँ थियो त नि बताउनु पर्यो कि मैले नि जानेन बाइक त सुजललाई मात्रै सुहाउने रहेछ साउलाई चिन्नु मलाई त यो बाइक चलाउन मन लाग्छ यो बाइक के गरायो त भन्छ जस्तै बनाउने
यहाँभन्दा कति ठिक हुने र चलाउन एकचोटि बाइक यार फेरि गर त सठिक छैन उडाइदेऊ न हार्ली डेभिडसन बनाउने र यामा यो बुलेटको नि यो भाइको बाइक चलाउनु बरु चला भाइ मेरो नि त्यही अनिश्चय जस्तै अब जाँदैछु पाउँछ छ बाइक त कुद्छ त त्यस्तो बटारी मोबिल सकिन्न र ज्याल ट्याङ्कीमा छ हो के के फरक पर्छ यहाँभन्दा कति हुने हो र भनेको यो भाइ होइन ठिकै छ त्यो उसको आउँदा सबको बाइक टेस्ट हुन्छ बाल सुधार केन्द्र यो बाइक यस्तो हैन यो नि एकबाट हाल्दिनु यो भाइ सबैले पार्टी हालेर आउनुहुन्छ कुन बाइक टेस्ट है भनेन यार थाहा छ मेरो कस्तो ढिलो मान्छे यो बाइकले के यो भन्नाले तिम्रो उस तर मलाई यहाँ भनेको होइन बाइक लैजा ल 60 रुपियाँ तेरो बलियो अरू बाइक छोड्यो बाटो जाने भयो त्यही बाबु वर्कसप जाम अनि उसले लाइट पनि हाल्छ अनि जानु लाग्यो 400-500 मा देला नि त्यसले समाप्त अब यता स्टोन त बल्ल 25 को रहेछ नि त केमा मेरोमा अब 50 को मात्रै जान्छ ए जेटमा के ल ल त्यही खुसीमा समाप्त